नमस्ते सबैजनालाई। आज हामी खुमे डाँडा जान लाग्यो। अब यो चाहिँ मेरो सेकेन्ड ट्रिप हुन्छ। आज घाम लगाएर त्यहाँ हिमाली देखेछ। त्यस्तो वेदर रहोस् अनि हाम्रो ट्रिप राम्रो होस्। सरी पाखा आइपुग्यो। 1 आवर जति लाग्यो आइपुग्नलाई पोखराबाट। यहाँ ब्रेकफास्ट गरेर अनि हिँड्ने आजको हाम्रो डेस्टिनेसन राजु दाईको घर ब्रेकफास्ट। र हामी सरी पाखाबाट अब आजको खुमाई मिसन खुमाईतिर लम्किँदै अहिले बिहानको 8:45 भयो। अब आजको लन्च हाम्रो चाहिँ चिचिम्लेमा प्लान गरेछौँ। हेरौँ कति बज्छ। हामी 45 मिनट्समा टुबु डाँडा आइपुग्यो। सानो एउटा टी हाउस जस्तो छ। भन। अहिले चाहिँ हामी यहाँ टुबु हिलटपमा पुग्यो भर्खरै। बाटोमा सम्म उकालो ओह्रालो थियो। बाटो गाह्रै थियो तर कहिले सजिलो थियो। बिचमा अलिकसम्म थियो। कति पाखाबाट 8:45 हिँडेको। अरे रेखर गाउँ त 10:30 भयो। पाउने 2 घन्टा जति लाग्यो। बिचमा त्यस गर्दै हिँडेर नि आउँदाखेरि चिचिम्ले पुग्यो। चिचिम्लेको सेकेन्ड माथिको होटलमा अहिले 12:05 जति भयो। अब हामी लन्च यहाँ गर्छौँ। ब्याग पनि 2टा बोकेँ। घन्टा मुन्डे नबोकेर एउटा आयो यहाँ। रिजनै हाउज द हाइक वक एकदम उकालो उकालो। निशाद हाउस द बर्याङ बाइक अरू सबै राम्रो। अब हामी लन्च गर्ने। राजु भाइ यो के रहेछ त्यो? हजुर ए तपाईँले बान्नु भयो नि? ल पुरा होस्। पुरा हुने हो। देखियो त्यही हो, त्यही होटल। ल हामी खुमाई डाँडा पुग्यो।
ल सबैजना हामी अब खुमाई डाँडा पुगेको छौँ। हामी छ नि 7 घन्टाको लागि हिँड्यो, बिचमा नि ब्रेक लियो थोरै थोरै। अनि ट्रेल चाहिँ गाह्रो थियो तर उकाले Early morning from Khumai Dada. आज बिहानै उठ्यो हामी उठ्यो के अरे कोर्चोङमा जाने प्लान थियो, तर अब कोर्चोङभन्दा यहीँ राम्रै देख्छ भन्ने थाहा पाएपछि अनि माछा पुछ्रे अनि सनराइज होइन, सनराइज चाहिँ मजाले यहाँबाट हेऱ्यो, आनन्द आयो है। यहाँ आएको चाहिँ जोस् के भन्छ पैसा असुल के असुल सब पुरा एकदम मजा आइरहेको थियो। यो चाहिँ हामी बसेको होटल हो, यो चाहिँ होटल खुमाई हेडक्वार्टर। रुम्सहरू एकदम राम्रो, खाना चाहिँ त एकदमै दामी। बेलुकाको डिनर चाहिँ पोखराको थकालीलाई जित्यो नि दाइ, एकदमै मिठो थियो। रुम्सहरू राम्रो अनि हस्पिटालिटी एकदमै राम्रो। ल उही एकदमै हामीले चाहिँ एकदमै रिकमेन्ड गर्छ यहाँलाई। घाँस पुगेछ अनि केमा बेर्नियो त फेरि? यो धाएको छ र बिचमा आफै बेरिन्छ। ए गाँठे कस्तो नयाँ नयाँ चिज देखिने है। ए छोरा दुइटा युकेमा लाउरे। अनि किन जानु भन्यो त? वहाँ गएर आफूले काम गर्न पाउँदैन, उहाँहरूको चाहिँ उसमा जेलमा बसेपछि बसमा उहाँहरू छुट्टी लिएर मात्रै घुम्न पाउँछ। आफ्नो अनरमा आफूले पैसा कमाएर काम गरेर पैसा कमाएर आफ्नो खुसीले घुम्न पाए हुन्छ। उहाँ जेलमा बस्नुपर्छ, छोराहरू छुट्टी जेल हुन्छ, त्यतिखेर पुग्दैन भन्यो होइन, उनीहरूको अन्डरमा जानुपर्छ। त्यही भएर उहाँ के हाम्रो यहाँ वेला जिन्दगी बिताउने छैन यहाँ है। मेरो हिराहरू छ, हिराले गर्छ। यहाँ आउँदा स्वास्थ्य पनि लाभदायक हो किन भन्नु।